हेलो फ्रेन्ड, आज चाहिँ मैले जिमेल अकाउन्ट कसरी बनाइन्छ भनेर मैले भिडियो लिएर आएको छु हैन। अनि जिमेल अकाउन्ट बनाउँदाखेरि चाहिँ हैन फोन नम्बर मागेर हैरान बनाइरहेको छ हैन। अनि त्यही जिमेल अकाउन्टलाई चाहिँ कसरी बनाइन्छ भनेर मैले अन्तिमसम्म भिडियो बनाएको छु। फुल भिडियो वाच गरिदिनु होला है ल हामी जिमेल एप ओपन गरौँ है। अनि त्यहाँबाट हामी माथि प्रोफाइलमा क्लिक गरौँ अनि प्रोफाइलबाट मुनि हेर्दा एड एनदर अकाउन्टमा क्लिक गरौँ अनि गुगलमा क्लिक गरौँ। अनि गुगलबाट चाहिँ आफ्नो हैन की पासवर्ड हालेर चाहिँ अनि हामी लगइन हुन्छ। लगइन पेजमा गएर हामी क्रिएट अकाउन्ट गरौँ अनि माई पर्सनल अकाउन्टमा जाउँ। अनि त्यहाँनिर हामी नाम राख्ने अनि आफ्नो कास्ट राख्ने हैन। नाम र कास्ट राखिसकेर हामी के गर्ने त नेक्स्ट गरिदिने है। नेक्स्ट गरिसकेपछि हाम्रो के आउँछ त्यहाँनिर डेट अफ बर्थ हाल्ने हुन्छ। हामी त डेट अफ बर्थ पनि हाल्ने छौँ है त। डेट अफ बर्थ हालिसकेपछि हामी चाहिँ हाम्रो जेन्डर चेन्ज गर्नुपर्छ हैन। जेन्डर चेन्ज गर्ने डेट अफ बर्थ हालेर जेन्डर लाउने अनि हामी फेरि नेक्स्ट गरिदिने। नेक्स्ट गरेपछि के आउँछ हाम्रो जिमेलको एउटा नाम आउँछ त्यो हाल्ने। जस्तै मिलेन भने हामीले नम्बरहरू आफ्नो हिसाबले राख्न सकिन्छ। मिलेन भने अलरेडी मिलेन भन्छ है। त्यो मिलाएपछि हाम्रो के भन्छ पासवर्ड सेट गर्ने। पासवर्ड सेट गरिसकेपछि हामी के गर्ने त्यसलाई फेरि नेक्स्ट गरिदिने है। नेक्स्ट गरिसकेपछि हाम्रो के हुन्छ त आइडी बनिहाल्छ है। ला खत्तम, आइडी बनेन। रुको जरा, सोच्ने कुरा आयो है त। सबर करो। अब हामी के गर्ने त हामी ठक्क एप्स खोल्ने क्रोम ब्राउजर खोल्ने अनि क्रोम ब्राउजर खोलिसकेपछि माथि हेर्नु त प्रोफाइल हुन्छ एउटा टाउको जस्तो, त्यहाँ क्लिक गर्ने है। त्यहाँ क्लिक गर्दा अकाउन्ट छ भने ठिकै छ, छैन भने पनि ठिकै छ है। हामी त्यहाँनिर साइडमा क्लिक गरेर हामी एड एनदर अकाउन्टमा जाने है त। त्यसमा गइसकेपछि हाम्रो के हुन्छ फेरि पासवर्ड हालिसकेपछि हाम्रो लगइन ओपन हुन्छ। त्यसमा गएर हामी क्रिएट अकाउन्टमा जाने अनि माई पर्सनल अकाउन्ट युजमा जाने। त्यहाँ गइसकेपछि हामीले अघिको सेम टु सेम जस्तै नाम र आफ्नो कास्ट युज गरिदिने है। नाम र कास्ट युज गरिसकेपछि हामी के गरिदिने त त्यसलाई फेरि नेक्स्ट गरिदिने। अनि नेक्स्ट गरिसकेपछि हाम्रो के हुन्छ डेट अफ बर्थ युज गर्ने अघिको जस्तै सेम टु सेम जस्तो छ त्यस्तै गरिदिने है त। सेम टु सेम हालिसकेपछि हामी के गर्दैन त जेन्डर चेन्ज गर्ने। जेन्डर आफ्नो जेन्डर राखिसकेपछि नेक्स्ट गरिदिने। अनि नेक्स्ट गरिसकेपछि हाम्रो के हुन्छ त अब अहिलेको यस्तै मैले जिमेल राखिसकेको छु सेम टु सेम हैन। आफूलाई मन परेको जिमेल के राख्न मन छ त्यो राख्ने। त्यो राखिसकेर मिलेन भने नम्बरहरू एक दुईवटा पछाडि राखेर हामी के गरिदिने त्यसलाई नेक्स्ट गरिदिने। नेक्स्ट गरेपछि हेर्नु हाम्रो पासवर्ड माग्छ अनि पासवर्ड राख्नु होला आफूले। 8वटा अङ्कको राख्नु होला अनि पछाडि ह्यासट्याग किवर्डहरू पनि युज गर्नु होला। त्यस्तो राखिसकेपछि हाम्रो सेक्युरिटी टाइट हुन्छ, राम्रो पनि हुन्छ है। अनि त्यसरी हेर्नु हाम्रो जिमेल आइडी बनिसकेको छ हैन त। अब यसलाई जिमेल आइडी बनिसकेपछि हामी नेक्स्ट गरौँ यसलाई है। नेक्स्ट गरिसकेपछि हाम्रो के हुन्छ त मुनि गएपछि एग्री गर्ने हुन्छ। एग्री गरिदिने। एग्री गरिसकेपछि हाम्रो के हुन्छ त जिमेल अकाउन्ट बन्छ। न फोन नम्बर माग्छ न के माग्छ। हेर्नु त सजिलैसँग हाम्रो के हुन्छ त च्यानल के अरे जिमेल अकाउन्ट बन्छ है। यस आइएम गर्दा पनि भयो, नो थ्याङ्क्स गर्दा पनि भयो। दुईटामा तपाईँहरूले जे इच्छा लाग्छ त्यही गर्नु होला। मैले चाहिँ एस गरेको छु है त। माथि हेर्नु त मेरो ती च्यानल बनिसकेको छ अहिलेको है। बनिसक्यो नि हैन। अब बनिसक्यो। अब हामी गएर केमा हेर्न सक्छौँ त जिमेलमा गएर पनि हेर्न सक्छौँ क्या है। यसरी नाम बनिसकेको छ, यता पनि खुलिसकेको छ। अब हामी चाहिँ जिमेलमा गएर हेरौँ है। जिमेलमा गएँ। जिमेलमा गएर माथि आफ्नो प्रोफाइल आउँछ अनि प्रोफाइलमा क्लिक गरेर हेर्नु। मुनि हेर्नु त अघि थिएन नि अहिले आइसक्यो नि त। कति छिटो बनाउने कति सजिलै बनाउँ। नम्बर पनि हाल्नु परेन, केही हाल्नु परेन, सजिलै बनाउन सकिने रहेछ। यो मेरो भिडियोलाई चाहिँ फलो गर्नु।